बुझेछु नि किन नबुझ्नु भाइ। अब यो देशमा राजा चाहियो हजुर। यो देशमा चाहिँ नि धेरै किन चाहियो। म त राजाकै पालामा जन्मेको। राजाले कति राम्रो गरेको थियो हैन। पुलिसमा जागिर खान पाएको थियो। अहिले माओवादीले गर्दाखेरि मेरो जागिर नै चिप्लियो। जागिर नै गयो। म बेरोजगारी भएँ अहिले। अलि चोरी हुने चिजहरू सुरक्षित सरकार राख्नु पर्दैन त के दादा भाइ होसै भएन। आन्दोलनमा अब के गर्नुहुन्छ त? अब के गर्ने रुने बाहेक अब के गर्नु मैले। अब 2 दिन लाग्ने ब्याग भइहाल्यो मेरो। 2.5 तोला अब मैले कहाँ ल्याउने। मेरो सिक्री नै लुट्यो बाबु। अब 2.5 तोला घर कसै जानु। अब 2.5 तोला त्यो कसले आएर देश बचाउँछ मलाई चाहिँ थाहा भएन। तर देश चाहिँ हाम्रो राम्रो हुनु पर्यो। हिजोको दिन भन्दा आज राम्रो हुनु पर्यो। हामीबाट सुरु हुनु पर्यो, अरूबाट होइन। अरू भन्दा त्यस्तै हो होइन। दुर्गेश थापा हो देश बचाओ मेरो लागि चाहिँ। मेरो खराब पानी छ, मेरो खराब पानी छ, मेरो खराब। बङ्गलादेश त के थियो र बङ्गलादेश खाने पाएको छैन। हाम्रो नेपाललाई जति खाने खाऊ होला। तपाईहरु खानु पाएको छैन। भोकला छ छैन। के खानु हो तपाईहरुले? फलफुल ल्याएर बजाऊ कि त। दिदी तपाईँ पनि आन्दोलनमा आउनु भएको? हैन म स्टुडियोबाट हैन आज यहाँ ब्लक भएर यहाँ हैन यहाँ आन्दोलनमा देखिरहनु भएको छ नि त त्यही भएर। यताबाटै जानु दिदी तपाईँ। यसलाई जवान